मन्त्री नै आएर सम्बोधन पनि गर्नुभयो यहाँ बाहिर पनि सभापतिको विषयमा होइन घन्टी बजाउनु भयो के हो उहाँलाई पनि पार्टीमा ल्याउने तयारी हो कि के हो भनिदिनुहोस् न। मैले ठ्याक्कै तपाईँहरूले यसरी नै सोध्नुहुन्छ है भनेर मन्त्रीज्यूलाई माथि भनेको थिएँ क्या उहाँलाई सोधिसक्यो उहाँको जवाब आयो। घन्टी घर प्रवेश गरे राजसभा प्रवेश गरे भनेर चाहिँ आउँछ है भनेको अब तपाईँहरूले निकालिदिनै भइहाल्नु सङ्केत चाहिँ के हो भन्ने हो के सङ्केत घन्टी त अब हाम्रो सनातन सभ्यताको बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले असाध्यै उच्च मूल्याङ्कन गरेर होइन प्रस्तावनामै लेखेको कुरा हो। हाम्रो घन्टी चाहिँ होइन सम्पूर्ण आस्थाको धरोहर पनि हो हाम्रो रीतिरिवाज धर्म संस्कृति इत्यादि। सो त्यसलाई त राष्ट्रपालले मात्रै बोक्ने होइन यो त सिङ्गो नेपाली झन् नेपालको हित चाहने सबै देशभक्तहरूले घन्टी बजाउनै पर्छ भने छौँ हामीले। सो जगदीश खरेलजी माननीय सूचना तथा सञ्चार मन्त्रीज्यूले पनि त्यो अभियानमा सामेल हुनुभएको हो। पार्टी प्रवेश गर्ने कुरा होइन मतलब त्यो सम्भावना कति रहन्छ तपाईँ त छलफलमा पनि जुटिरहनु भएको छ उहाँसँग के छ उहाँसँग मैले कहाँबाट लड्ने हो भनेर चाहिँ सोधेको थिएँ एकचोटि हजुर अनि अस्ति दोलखा उहाँको गृह जिल्ला पनि पुगेको थिएँ म तर उहाँ दोलखाबाट चाहिँ होइन भन्नुभएको छ जहाँबाट इच्छा देखाउनु भएको छ अब त्यो घन्टीबाटै लड्नुहुन्छ होइन ल साथीहरू है त